साथीहरु अब खाना बनाउँदैछु आज सुँगुरको मासु नागा स्टाइलले 4टा टमाटर छ मासु चाहिँ 1 किलो सुँगुरमा 4टा टमाटर अन्त यो चाहिँ टुसा हो यो ब्याम्बो सुट रससँग छ यो रसले झन् अझै टेस्ट चाहिँ फ्लेभर ल्याउँछ राम्रो अब चाहिँ यो अब मैले देखाएको हरियो खोर्सानी हालेको छु अझै राजा खोर्सानी हाले पनि अझै मिठो टेस्ट हुन्छ अनि यसमा तेल चाहिँ हाल्नु हुँदैन टमाटर 1 किलो मासुमा टमाटर 4 जस्तो खोर्सानी अनि अदुवा लसुन पेस्ट गर्नु पर्यो मजाले पेस्ट भन्दा नि अलिक च्याक पारेकिन क्याच पार्यो त्यहाँदेखि लगायो खोर्सानी अनि तपाईको बोके टिम्बुर लाउनुहोस् यो चाहिँ टिम्बुर हो यो मजाले अलिकति खराइकिन तातो बनाएर त्यसको सेन्ट मिठो हुन्छ यो लगाएपछि चाहिँ एकदमै टेस्ट हुन्छ तपाईहरु पनि घरमा बनाएर खानुस् यसो कोही बेला नागा फुटो हेर्दै गर्नुहोस् फेरि नेक्स्ट केही बनायो भने फेरि पनि तपाईहरु माझमा ल्याउने छु